हामी चाहिँ बारबेक्यू गर्न आएको छ बारबेक्यू ठाउँमा चाहिँ पुरै अहिले पानी पुरै परिरहेछ है गाइस ल हेरौँ बारबेक्यू क्याम्प एरिया चेकिङ गर्नु आएको हामीले चेकिङ गर्ने ठाउँ पनि भेटिएन र यहाँ कोही पनि रहेन रहेछ र दाइले फोन गर्दै हुनुहुन्छ है यस्तो छ है राइट्स लेट्स स्टार्ट द बारबेक्यू दाना पानी यता छ दाना पानी ल यो छिटो ल पानी परेछ नि मासु रे फ्रुट्स लुगा बोकेर आयो फेरि लुगा बोकेर आयो नि त नि यो चाहिँ के हो यो भएन अनि आउँछ एउटा लिएर अलिक भ्याउनु त भ्याउँदैन होला एक दुईवटा दुईटा लो त्यो नि ल्याउनु यो अलि यो गरम छ है अलि गरम छ है यति चाहिँ म ल्याउँछु यस्तोमा 50 केजी डम्बल हान्ने मान्छेले एउटा अब तल एउटा माल छ क्या अझै चढेछ ल गइदिउँ पुर्याएर अनि हामी राखेर ल हिँड्नुहोस् किन हैन बाबेको कडै होला जस्तो अब यार ओ किन पुग्छ नि ल यो आयो गाडी चाहिँ कहिले आउँछ मासुहरू त यतै होला नि त डबल चार्जमा जाला एकछिन नहालो है एकछिन छोडिदियो सुली बगेर मर्साङमा झरेछ तिम्रो मायालाई मलाई राति चाहिँ चढेछ हे राफ्टिङ बिसाउने सही छ बारुले कम्मर हेर न कस्तरी हलाउने बारुले कम्मर हेर न कस्तरी हलाउने ठिक छ त जानु न के हुँदैन
दाउरो छ क्या त्यहीबाट यसरी त्यो बेच्न लागेको दाउरो लिएर आउने अनि भोलि पैसा देऊला के भयो पुलिस छ पैसा दिनु त होइन भन्दा थियो यो कता आज चाहिँ कोही छैन जे गरेर नि हुन्छ टाइपको कुरा गर्दै थियो ए मासु त त्यो बङ्गुर पनि ल्याउनु पर्छ क्या यार बिल निकाल्नु पर्छ यार पाएको होला है यो खरानी भइसक्यो खानुपर्छ के गर्नु है खरानी भइसक्यो नि त्रिशूली बगेर मर्स्या यहाँबाट फोटो चाहिँ खिच्नु पर्थ्यो क्या राम्रो आएको भाजर लिएर